राजेश हमाल जन्म 2021 साल जेठ 28 गते पाल्पा तानसेन नेपालका एक चर्चित अभिनेता हुन्। उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगमा व्यावसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले 2 दशकभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन्, जसमा राष्ट्रिय चलचित्र पुरस्कार 1988 देखि 2014 रहेको छ। उनलाई यसै कारण महानायक भन्ने गरिएको छ। अभिनय क्षेत्र बाहेक समाजसेवामा पनि उनको सहभागिता रहेको छ। उनले अहिलेसम्मकै रोमाञ्चक भूमिकामा चलचित्र शकुन्तलामा एउटी सशक्त महिलाको भूमिका निभाएका छन्। जन्म राजेश हमाल 9 गते असोज 1964, उमेर 60, पाल्पा तानसेन नेपाल, वासस्थान काठमाडौँ नेपाल, राष्ट्रियता नेपाली, अन्य नाम राजेश दाई शङ्कर महानायक, शिक्षा भानुभक्त मेमोरियल स्कुल चण्डीगढ विश्वविद्यालय M.A, पेशा अभिनेता, टेलिभिजन प्रस्तुता, समाजसेवी, कार्यकाल 1985, वर्तमान जीवनसाथी मधु भट्टराई हमाल, सन् 2014, हाल पुरस्कार राष्ट्रिय नागरिक गोल्डेन अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार, सुरुवाती जीवन, उनी एक सम्पन्न नेपाली परिवारमा जन्मिएका हुन्। उनका पिता विभिन्न देशका लागि नेपालको तर्फबाट राजदूत भएका थिए। राजेश हमालले आफ्नो विद्यालय स्तरीय शिक्षा मस्कोबाट र उच्च शिक्षा M.A अङ्ग्रेजी भारतको पन्जाब विश्वविद्यालयबाट पुरा गरेका हुन्। नेपालमा कक्षा 8 सम्म सेन्ट जेभियर स्कुलमा उनले अध्ययन गरेका थिए। अभिनय यात्रा सर्वप्रथम सन् 1985 मा भारतको फेसन नेट म्यागजिनमा र सन् 1986 मा नेपालको काठमाडौँमा र्यापमा हिँडेर ग्ल्यामरमा प्रवेश सुरु गरेका थिए। एक वर्षमा उनले औसत 10 देखि 12 वटा सम्म चलचित्रहरूमा उनले अभिनय गर्ने गरेका छन् भने सन् 1994 मा उनले 16 वटा चलचित्रसम्ममा अभिनय गरेका थिए। 170 भन्दा बढी नेपाली र एक पाकिस्तानी चलचित्रमा उनले अभिनय गरेका छन्। आफूले गरेका चलचित्रमध्ये देवता र बसन्ती उनलाई सबैभन्दा मनपर्ने चलचित्रहरू हुन्। उनी नेपाली चलचित्रका महानायक मानिन्छन्। व्यक्तिगत जीवन राजेशको जीवनमा धेरै जनासँग नाम जोडिए पनि सन् 2014 मात्र उनी विवाह बन्धनमा बाँधिएका छन्। चलचित्रहरू युगदेखि युगसम्म, बसन्ती, जीवनदाता, देवता, गोरेटो, द युगदेखि युगसम्म, ढुकढुकी, अर्जुन, अल्लारे, आफन्त, धर्मा 2010, खानदान, चमत्कार, अधिकार, सन्यास, दुलही, हामी 3 भाइ, सडक, चट्याङ, पृथ्वी, अपराध, परिभाषा, कवच, सपनाको नौलो संसार, राजनीति, अजम्बरी नाता, पालेदाई, किन किन, सपना, तडक, वरदान, छविलाल कन्जुस छैन, दुःख, आशीर्वाद, जङ्गवाज, को भन्दा को कम, प्रतीक्षा, सङ्घर्ष, बाटुली, मैदान, करण अर्जुन, कर्णवीर, कर्मयोद्धा, भगवान सबैको, स्वाभिमान, चोर सिपाही, मेरो राजेश दाई, बागमती, चलचित्र, मुखौटा, शकुन्तला। राजेश हमालको जीवनी यहाँहरूलाई कस्तो लाग्यो? यदि राम्रो लागेमा भिडियोलाई लाइक, शेयर अनि च्यानललाई सब्स्क्राइब गरिदिनुहोला।